अब हामी यो पैँसीले रिबन काटेर अनि त्यसपछि हाम्रो इक्जाम दिन्थ्यो माइक छैन है कुरो के हुन्छ भने यो काट्ने बित्तिकै हाम्रो ओपन हुन्छ है तर स्टार्ट चाहिँ हुँदैन ल यो काटिसकेपछि म फेरि योलाई प्रेस क्लोज गरेर तपाईँलाई सिटी बनाउँछु ल अनि अर्को कुरा जानेलाई जानु दिनुहोस् होइन जति सक्छ आफ्नो तरिकाले कुद्नु त्यहाँ मैले कुद्नुपर्छ एक तरिकाले कुद्यो एक साइड च्यापेर जाने ल ल 2 मिनट शान्त है अध्यक्षले अलिकति अगाडि बढ्छ खेलाडीहरूलाई सुवर्ण आउनु अलिकति शान्त है अध्यक्ष हुन्छ ल सबैजनालाई नमस्कार केराबारी गाउँपालिकाको सपोर्ट र सहयोगमा होइन यो गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजना फर्स्ट गोर्खा केराबारी चाहिँ 7.2 किलोमिटर गरेर आज आयोजना गरेको थियो यो सहभागी सम्पूर्ण साथीभाइहरू सानसानो बाबुहरू पनि हुन्छ सबैजनामा हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु यो महत्त्वपूर्ण कार्यक्रम आदरणीय दाइले मोहन दाइले लामो समयदेखि हामीलाई आयोजना गरौँ भनेर हामीलाई प्रस्ताव गर्नु भएको थियो हामी छिमेकी पालिकामा बसे पनि चाहिँ यो एकअर्काको परिपूरक चाहिँ सम्बन्ध भएकोले गर्दाखेरि हामीले अझ भरान्दा केराबारी जोड्ने गरी यो आयोजना गर्न सकेको अझ रामपेटर हुन्छ नेक्स्ट इयर हामीले योभन्दा राम्रो तरिकाले सुनचरी र मोरङ जोड्ने गरी यो कार्यक्रम आयोजना गरेको छ र आज जति पनि विशेष गरी अब यो रन भन्ने बित्तिकै अब स्वास्थ्यसँग सम्बन्धित आफ्नो शारीरिक व्यायामसँग सम्बन्धित भएकोले गर्दाखेरि यो कार्यक्रम चाहिँ पक्कै पनि व्यक्तिगत रूपमा हामीलाई फाइदा छँदैछ सँगसँगै अब यो कार्यक्रमले हामी छिमेकी पालिकामा पनि चाहिँ सद्भाव बढाउने काम सम्बन्ध बढाउने काम गर्छ भन्ने मैले विश्वास लिएको छु यसलाई निरन्तरता दिने पक्षमा छु म आगामी वर्षमा पनि र अझ प्रभावकारी ढङ्गले यो कार्यक्रमलाई सञ्चालन गर्नका निम्ति म आदरणीय यो अर्गनाइजर यो गोर्खा सिमेट्री ट्रस्टसँग सम्बन्ध सम्पूर्ण पदाधिकारी सहसचिवहरूलाई म हार्दिक अनुरोध गर्दछु केराबारी गाउँपालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग समन्वय सदैव रहने पनि म यही कार्यक्रम मार्फत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र छोटोमा अब आज भाग लिने सम्पूर्ण विशेष गरी दाजुभाइ दिदीबहिनी जतिजना हुन्छ तपाईँहरू सबैजनालाई म विजयको लागि अग्रिम शुभकामना दिन चाहन्छु र यो सानसानो भाइ बहिनीहरू कहाँसम्म कुद्न सक्छ उहाँलाई कसरी व्यवस्थापन हुन्छ त्यसको पनि हामीले व्यवस्थापन गर्नुपर्ने मैले महसुस गरेको छु सबैजना सकेसम्म केराबारीसम्मै पुगेर प्रथम हुनको लागि म तपाईँहरूलाई हार्दिक अनुरोध गरेँ अहिलेलाई यति भने धन्यवाद नमस्कार काट्देऊ दिदी अलि छोडी त दिदी यो स्काउटिङ
यो तीनजनाको याद गर्नुपर्छ यता 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 यो आफ्नो रोडमा यतापट्टि पानी भन न देब्रे साइड कति अरे ल एकदम खोला पारी देखिएको केराबारी तीनजना कुद्यो यिनीहरू ओपन है यो को परै छ पर्वा छ म त बिस्कुट छोटो मैराथन नाम के हो सुमित के सुमित मेसी
आइपुग्नु दाजु